एउटा कुरा गरौँ ल। मानिसले सोसियल मिडियामा के खोजिरहेको जस्तो चाहिँ यहाँलाई लाग्छ? यस्तो हो, कसैले चाहिँ मलाई कसैले हेरोस् सुनोस् भनेर ध्यान तान्न पनि गर्छ। अब कसैले चाहिँ सोसियल मिडियामा म ठिक छु, मेरो मूल्य ठिक छ भनेर आफ्नो स्वीकृतिको लागि, अर्को सम्बन्धको लागि म एक्लो छैन, जानकारीको लागि दुनियाँमा के भइरहेको छ, अर्को मनोरञ्जनको लागि होइन। अनि एउटा चाहिँ पहिचानको लागि पनि हुन्छ क्या, म को हुँ भनेर देखाउँ भने अवसरको खोजी पनि छ। व्यापार किनबेच त्यो हुन्छ। कोही आफ्नो विचार सुनाउँछन्, कोही त्यहाँ केही सिक्छन्, कोही केही बेच्छन्, कोही किन्छन्, कोही अरूको जीवनसँग तुलना गर्छन्, कोही चाहिँ किन सोसियल मिडिया चाहिँ त्यो थाहा हुँदैन, ऊ खालि स्क्रोल मात्रै गरे आउँछ। तर वास्तवमा उसको मनले केही खोजिरहेको चाहिँ हुन्छ कि। मानिस सोसियल मिडियामा सूचनाभन्दा बढी आफूलाई देख्न, देखाउन, स्वीकार गर्न आएको हुन्छ। तपाईँ चाहिँ